छताछुल्ला छ भने मैले त्यो कुरालाई प्रमाणित गरिरहनु पर्ने जरुरत छैन। मैले यो हो भन्नुपर्ने पनि जरुरत छैन हैन। त्यही भएर मैले यो कुराहरू चाहिँ ठिकै छ, एक न एक दिन एलिना चौहानमाथि अनेकौं आरोप आइरहँदा फेरि एलिना चौहान भने मिडियामा आइसकेकी छिन्। उनलाई यति तोला सुन खायो, यति पैसा माग्यो भन्दै सामाजिक सञ्जाल तथा मिडियाहरूमा भिडियो तथा कमेन्टहरू आइरहँदा उनी भने मिडियामा आउन बाध्य भएकी छिन्। आखिर के थियो त खास भित्री रहस्य? आज हामी तपाईमाझ यसै भिडियो मार्फत सम्पूर्ण जानकारी दिनेछौँ। कृपया यस भिडियोलाई भने अन्त्यसम्म हेर्न पक्कै पनि नसुटाउनुहोला। यदि तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ र अहिलेसम्म पनि हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने हाम्रो च्यानललाई सब्सक्राइब गरेर हामीसँगै जोडिन नसुटाउनुहोला। हामी दिनेछौँ तपाईँलाई यस्तै ताजा अनि नयाँ भिडियोको अपडेटहरू। दर्शकबिन, पछिल्लो समयमा एलिना चौहानको सम्बन्ध विच्छेदले जति चर्चा सायद कुनै कुराले पाएन होला। पछिल्लो समयमा उनको सम्बन्ध विच्छेदलाई लिएर निकै चर्चा चलिरहेको थियो। अहिले फेरि पछिल्लो समयमा एलिना चौहान मिडियामा आइसकेपछि फेरि उनको चर्चा चल्न लागेको छ। उनीमाथि सुन लगेको आरोप जस्ता धेरै आरोपहरू लागिरहँदा उनले भने आफ्नो सुन कति छ र के छ सबैले थाहा भएकै कुरा हो, यसमा आरोप लगाइरहनु पर्ने कुनै कारण छैन र मैले विष्णुका कारण जे जति कुराहरू सिक्न पाएँ त्यो मेरो लागि सबैभन्दा ठुलो कुरा हो। जे जति मैले भोग्नु पर्यो त्यो कसैले भोग्न नपरोस्। र जति कुरा विष्णु सापकोटाले स्ट्याटस मार्फत लेखेका छन् त्यो सबै साँचो पनि होइन, तर मैले सबै कुरा बताउन भने चाहिनँ, किनकि जसले जस्तो गर्छ त्यस्तै भोग्छ। मेरो बाबा मम्मीका कारण पनि म केही बोल्न सकिनँ, किनकि जसले जे लेखेको छ बोलेको छ त्यो के साँचो हो के झुटो हो सबै समयले नै बताउँदै आउनेछ। त्यसैले म धेरै केही बोल्न चाहिनँ। सम्बन्ध जति धेरै टिकाउन खोजे पनि टिक्न नसकेपछि सम्बन्ध विच्छेद गरेका हौँ। गल्ती मेरो मात्रै थिएन होला, उहाँको पनि थियो होला। उहाँको मात्रै थियो पनि म भन्दिनँ, कतिपय गल्ती मेरो पनि भयो होला। दुवैजनाको असहमति भइसकेपछि हामीले सम्बन्ध विच्छेदको बाटो रोजेका हौँ। त्यसैले को गलत को सही भन्दा पनि अब आफ्नो जीवन जिउने हो। कसैले कसैलाई गुनासो गरेर केही फाइदा छैन। सम्बन्ध सकिसक्यो, अब कसैलाई केही भन्नु खासै उचित छैन। म फलक नै भए पनि मेरो हात खुट्टा छन्, म आफूले दुःख गरेर खान सक्ने क्षमता म आफै राख्दछु। त्यसैले मलाई कसैको आवश्यकता छैन भन्दै उनले मिडियामा आएकी छिन्। उनको कुराले भने फेरि सबैको ध्यान तान्न लागेको छ, किनकि एलिना चौहानले सम्बन्ध विच्छेद गर्दा नै कुनै सम्पत्ति चाहिँदैन भनेर निवेदन दिइसकेपछि उनको चर्चा सुरु भएको थियो। फेरि अहिले पछिल्लो समयमा उनी जे बोल्छिन् त्यो कुराको भने चर्चा चल्न लागेको छ। दर्शकबिन, तपाईँलाई के लाग्छ? आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा राख्न भने पक्कै पनि नछुटाउनुहोला है त। हामी फेरि पनि नयाँ भिडियोको साथमा